त्यस्तो कार्यकारी फलमा दोहोरिँदैन। दुई पटक भन्दा बढी कोही पनि बराक ओबामा पनि अस्ति दुई पटक मात्रै भएर विदाय भयो। हाम्रो जस्तो गरिब देश जहाँ चाहिँ संसारभरिबाट पैसा मागेर ल्याएर यहाँदेखि बाटो यताउता बनाउनु पर्ने स्थिति छ, एउटै मान्छे त्यो बारम्बार सत्तामा रहिराख्ने टाँसिराख्ने कुराले चाहिँ सबैतिर सङ्कट भयो। तर यसमा हाम्रो भनाइ के छ भने सामान्यतया तीन ठुला नेताहरू यो 20 वर्षमा अलिक बढी चाहिँ सत्ताको वरिपरि रहेका यिनी तीनै पार्टी त हुन्। मुख्यतः अब तीन प्रमुख पार्टीका प्रमुख नेताहरूको बढी दोष होला। त्यसपछि तीनवटा दलहरूको पनि कमी कमजोरी होला। यी जनताका कुराहरूलाई सुनेर सुधारको काम गर्न नसक्नु, यहाँ अघि साथीहरूले भन्नुभयो, र नेता र पार्टी र त्योभन्दा बढी चाहिँ हामीले अवलम्बन गरेको प्रणाली जो छ यो अहिले यो संसदीय प्रणाली नेपालमा यो कहिल्यै सफल भएको छैन कि 60 सालमा हामी पहिलोपटक आयो, 17 सालपछि यो चाहिँ समाप्त भयो। बीपीको 2/3 बहुमत प्राप्त सरकारलाई बीपी खुला मञ्चमा भाषण गरिरहेकै बेला बीपीको सेक्युरिटीले समातेर जेलमा हाल्दै थियो। 30 वर्ष पञ्चायत चल्यो र त्यसपछि पनि हामीले 46 सालदेखि हेर्यौँ भने 46 देखि ज्ञानेन्द्रले सङ्कटकाल लगाउने 59 सम्मको 12 वर्ष हेर्नुहोस्। काङ्ग्रेस एमाले प्रतिस्पर्धी पार्टी सरकार रापरवाको भन्ने चन्दको भन्ने अरू यस्तो बेलुका त्यहाँ उतार चढाव भएका छन्। र यो 20 वर्षमा पनि अहिले तपाईँले यो गणतन्त्र आएको 20 वर्षमा 14वटा सरकार बनेको रहेछ। 14वटा सरकार बन्यो। संविधानले एउटा सरकारलाई 5 वर्षसम्म दिएको छ। यो भनेको पोलिटिकल्ली पनि त हामी अलिक स्थिर त भएनौँ नि त। र पछिल्लो पटक संविधानले पनि ल है 2.5 वर्षभन्दा यता कुनै पनि प्रधानमन्त्रीलाई हटाउनै नपाइने भनेर त्यो अस्थिरताको समस्यालाई हल गर्नलाई त्यो पनि त संविधानमा व्यवस्था गरियो, भएन नि त फेरि। अनि नेताहरूले के भन्नुभयो भने यो हामी पहिले सरकार टिकाउन सकेनौँ। किन सकेनौँ भने हाम्रो 2/3 पुगेन, सामान्य बहुमत हो, त्यसले हाम्रो सरकार टिकाउन गाह्रो भयो। सरकारै टिकाउन नसकेपछि हाम्रा पार्टीका मदन भण्डारीका विचार, पुष्पलालका विचार, समाजवादी विचार, माओवादी विचार लागू गर्न सकिएन भन्नुभयो उहाँहरूले। त्यसो भए दुई पार्टी हामी मिलेर बहुमत 2/3 बनाएपछि हुन्छ नि त भन्नुभयो। र अघिल्लो पटक 2/3 नै करिब त्यो गऱ्यो कि त्यो सबैभन्दा बढी भद्रगोल त्यही बेला भएको होइन। त्यो देखिरहेकै छौँ नि हामी तपाईँले। त्यस कारणले मैले भन्नु खोजेको अलिकति यो अहिलेको जो सङ्कट छ यसलाई नेतालाई मात्रै गाली दिने कि पार्टीलाई मात्रै गाली दिने कि यसको कारण भनेको यो अहिलेको हामीले अवलम्बन गरेको प्रणालीमा पनि केही समस्या छ कि हामीले अवलम्बन गरेको संरचनामा पनि केही समस्या छ कि अलिकति त्यसरी पनि विमर्श गर्ने हो कि होइन। मलाई यसमा चाहिँ यस्तो लाग्छ पहिलो कुरा। दोस्रो कुरा यसमा बाह्य हस्तक्षेप भयो यो जेनजी विद्रोहमा विदेशीहरूले खेले। यसलाई प्रत्यक्ष भन्दाखेरि अमेरिकीहरू यहाँ छिरे भन्नेमा करिब तपाईँ हामी सबैले त्यो भनिरहेकै छौँ कि होइन, भनिरहेको छौँ। अब यसमा यस्तो किन भयो भन्ने सन्दर्भमा पछिल्लो दुईटा कुराहरू हामीले चाहिँ विशेष विचार गर्न जरुरी छ। अहिले विश्वमा चाहिँ संसारभरि अहिले दुईटा ठुला शक्तिहरू छन्, एउटा अमेरिकी, अर्को चाहिँ चिनिया होइन। र अमेरिका कस्तो छ भने अहिले दोस्रो विश्वयुद्धपछि अमेरिका संसारको सुपर पावर देश भएको। 1945 भन्दा यता मात्रै अमेरिका महाशक्ति राष्ट्र भएको। त्योभन्दा पहिले अमेरिका महाशक्ति राष्ट्र थिएन, अरू देशहरू थिए। र अहिले कस्तो देखिएको छ भने अमेरिकाभित्र ठुलो क्राइसिस, त्यहाँ भ्रष्टाचार पनि छ, अरू सामाजिक आर्थिक विकृतिहरू पनि छन्। ट्रम्प जस्तो एउटा व्यवसायी त्यहाँ वर्षौं पार्टी चलाएर आएका मान्छेहरू पछाडि ट्रम्प एकैचोटि सत्तामा आयो, बालेमा आएको जस्तो होइन, यसरी उनी आए। त्यहाँ पनि एक प्रकारको अमेरिकामा अब धेरै अमेरिकाले संसारभरि विगतमा जसरी हस्तक्षेप गर्दै आएको छ अब त्यो गर्न सक्ने स्थिति उसको सामर्थ्य कमजोर हुँदै गएको छ। र विद्वानहरूले के भनिरहेका छन् भने मलाई लाग्छ 2030 सम्म, अहिले हामी 25 मा छौँ नि होइन, 2030 सम्म अमेरिकी व्यवस्था चाहिँ टाट पड्किनेवाला छ रे। अबको 5-7 वर्ष बढी चल्ने देखिँदैन। र यता चाइनाको कस्तो भइरहेको छ भन्दाखेरि चाइना फैलिँदै भइरहेको छ। आर्थिक हिसाबले, प्राविधिक हिसाबले, सेना हतियार सबै ताकतको हिसाबले उसको क्षमता बढ्दै गएको छ। र उनीहरू बीचको जो टक्कर छ, दुईटा शक्ति राष्ट्रहरूको बीचको टक्कर, यसमा नेपालको भूगोल कस्तो भयो भने हामी चीनको नजिक छौँ नि त। अहिले उत्तरमा हाम्रो चीन छ। अनि अमेरिकाले यहाँ के गरिरहेको छ भने चीनसँग भिड्नलाई नेपालको भूमि प्रयोग गर्ने नीति लियो कि होइन। डाइरेक्ट चीनमा छिर्न सकिने भएन, तिब्बतलाई अलग गर्ने, ताइवानलाई अलग गर्ने, चीनलाई पनि कमजोर पार्ने अथवा उसलाई अप्ठ्यारो पार्ने नीति छ उनीहरूको।
त्यस सन्दर्भमा नेपालमा उनीहरू छिर्नलाई वर्षौं प्रयत्न गरे, थुप्रै काम गरेका छन् उनीहरूले त्यसका लागि, नेपाललाई प्रयोग गर्नलाई। अब त्यसमध्ये उनीहरूले एउटा काम के गर्यो भने एमसीसी पास गराए हैन। एमसीसीमा सबैको विरोध छ नि। माओवादी केन्द्रका सबै नेताहरू दिनभरि आन्दोलनमै थिए, हुनुहुन्न भनेरै थिए, एकैचोटि पास गरे संसदमा हैन। एमसीसी भनेको 56 अर्बको पैसा हो टोटल। त्यो एनसेलले पर्न तिरेका पैसा मात्रै नेपाल सरकारले असुलेको भयो भने 56 अर्ब त त्यहाँ आइहाल्थ्यो नि त। यस्ता अनेक विकल्पहरू छन्। तर त्यो एमसीसी यहाँ पास गरियो। एमसीसी सैन्य रणनीति हो। त्यो काउन्टर गर्नलाई नेपाली भूमि प्रयोग गर्ने उनीहरूको योजना छ। यो 5 वर्षका लागि सम्झौता भएको छ एमसीसी। 2 वर्ष गइसक्यो, काम केही पनि भएको छ। बुझ्नुहोस् अब 3 वर्षमा हुन्छ कि हुँदैन कुरा। 3 वर्षमा भएन भने के हुन्छ? थप्छ के विभिन्न बाहनामा अगाडि आउँछ हैन। कति खतरा छ हामीले विचार गर्नु पर्यो। र अर्को यतापट्टि हाम्रो त्रुटि के भयो भने जस्तो अहिले प्रधानमन्त्री चाहिँ चीनमा जानुभयो, अघि ओलीजीहरू चीनमा जानुभयो अस्ति भर्खरै हैन। त्यहाँ कस्तो भयो भने जस्तो अमेरिकाको एमसीसी छ नि त्यस्तै चीनको जीएसआई भन्ने छ, ग्लोबल सेक्युरिटी इनिसिएटिभ। त्यो भनेको पनि सैन्य स्ट्राटेजी हो चीनको। अनि हाम्रा यहाँकाले के गरिदियो भने त्यहाँ गएर त्यसमा पनि समर्थन जनाइदियो हैन। आफूले केही बोलेन तर चीनिया अधिकारीहरूले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा त नेपालले अहिले ओलीको भ्रमणको क्रममा हाम्रो जीएसआईमा समर्थन जनायो भनेर उनले प्रेस विज्ञप्ति जारी गरे हो नि त अस्तिको कुरा। अब तपाईँ भन्नुहोस् चीन र अमेरिकाको दुश्मनी छ, हामीले अमेरिकासँग पनि ल्याएर खाएर तँलाई नै सहयोग गर्छु भनेका छौँ, अनि चाइनासँग पनि अलिकति ल्याएर खानेर तँलाई नै गर्छु भनेपछि हामी दुवैतिरबाट लत खाने भयो नि भनेको। अहिले यो जेन्जी विद्रोहको वरिपरि यो कुरालाई पनि हामीले विचार गर्नुपर्छ। र नेपालको विदेश नीति भनेको असंलग्न विदेश नीति, असंलग्न परराष्ट्र नीति। ठूला ठूला देशहरूको भिडन्त भयो भने नेपाल कुनै एक देशको पछाडि नलाग्ने, आफू तटस्थ बस्छ। विश्वमा असंलग्न देशहरू 64 वटा छ, त्यसमा नेपाल पनि पर्छ। यहाँ चाहिँ हिजो महेन्द्रको पालादेखि भारतमा जवाहरलाल नेहरू यस्ता ठूला ठूला नेताहरूले धेरै सोच विचार गरेर ठूला देशहरूको टक्करमा हामी एउटा किताबमा उभिनुहुँदैन। एउटामा उभिँदा त अर्कोले हामीमाथि प्रहार गर्छ। यस्तो बेला देश जोगिन गाह्रो हुन्छ। त्यो भएर नेपालले तटस्थ असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने भन्ने हाम्रो विदेश नीति थियो। तर विदेश नीतिको परिचालनमा पनि अहिले हाम्रो गम्भीर समस्या भयो। त्यसले के भइदियो भन्दाखेरि ओली फर्केको 2-4 दिनपछि त्यहाँ त सुरु भइगयो नि सबै कुराहरू चाहिँ। तयारी सबै छँदै थियो, कहाँनिर रिमोट चलाउने भन्ने मात्रै हो, कहाँनिर स्विच अन गर्ने भन्ने मात्रै हो। भित्र तयारी त सबै ठिकठाक पारिएकै थियो नि त्यहाँ होइन, त्यहाँ सबै कुरा। यसरी गर्दाखेरि हामीले विदेश नीतिमा पनि हामी फेल भयो। विश्वास हुनु पर्यो नि त, कुरा मात्रै गरेर त हुँदैन नि। र हाम्रो परराष्ट्र नीति कुनै पनि शक्ति राष्ट्रका पछाडि लाग्ने छैन क्या। उनीहरूको भिडन्तमा हामी कतै दुईटैमै जोडिने, हामी तटस्थ। हाम्रो आफ्नै देश छ नि। विश्वका 193 देशहरू मध्ये नेपाल पनि एक देश हो नि। यसको सानो ठुलोको कुराले देशको चाहिँ हैसियत डिसाइड गर्दैन। त्रुटि त्यहाँ छ। म दोस्रो कुरा यो गर्न चाहे तेस्रो कुरा चाहिँ नेताहरूमा कस्तो कमजोरी देखियो भने हजुरको चाहिँ काठमाडौँ अहिले पछिल्लो पटक कति काम गर्नुभएको छ। अलिकति हामी त्यहाँ बसिराख्नु भएको हुनाले यो पूर्वको एकजना प्रेम आचार्य भन्नेले 1-1.5 वर्ष पहिले काठमाडौँमा आत्मदाह गरेर आगो लगाएर संसद भवन लगाएर विरोध होइन। उसको माग के थियो? यही भ्रष्टाचार, यही राष्ट्रघात, यही दलाली, यिनै सुधार हुनु पर्यो, महँगी हो, व्यवसायीहरूलाई समस्या भयो, राज्यले गर्नु पर्यो भनेर आफ्नै शरीरमा आगो लगाएर। र पछिल्लो 1-1.5 वर्ष यता यो मिटर ब्याज र सहकारी काण्डको विषयलाई लिएर पीडित बच्चा काखीमा बोकेको छ, खुट्टामा चप्पल छैन, 500,000 पुसको चिसोमा खुला मञ्चमा चाहिँ पाल बिछाएर सुतेर मधेसका महिलाहरूले, तराईका महिलाहरूले आन्दोलन गरिरहे होइन। त सरकार वा पार्टीहरू नेताहरू सच्चिने हो भने यी दुईटा घटनाले मात्र उनीहरूलाई गम्भीर बनाउनु पर्थ्यो। त्यो त राज्यले मिटर राज्यहरूले कारवाही गर्ने, ठगीलाई कारवाही गर्ने राज्यसँग ऐन कानून प्रक्रिया सबै छ नि। जसुकै सरकार हो उसले गर्न सक्छ नि। त त्यहाँ एकदमै समस्याहरू त्यहाँ भयो। र यो सँगसँगै सरकारले सच्चिएन कि सरकार सच्चिने हो भने प्रेम आचार्यले आफ्नै शरीरमा आगो लगाएर संसद भवनको अगाडि बलिदान गर्दाखेरि राज्य त गम्भीर हुनुपर्छ। हाम्रो कमजोरी कहाँ भयो? हामीले हेरौँ त, ऐना हेरौँ भन्नु पर्दैन त्यहाँबाट। तर यो अहिले त कस्तो भयो भने दिन प्रतिदिन हजुरलाई कति थाहा छ? अस्ति म यो एमालेको विधान अधिवेशन चल्दै थियो, त्यहाँ एकजना प्रदेशको मन्त्रीले चाहिँ गाडीले हानेर एउटा बच्चीलाई ठोकिदिनु भयो। त्यो भिडियो पनि आइरहेको थियो। हुन्छ, मान्छेमा गल्तीहरू हुन्छ, गाडी हो, प्राविधिक चिज हो, लाग्छ। त्यस्तो बेला त हामीले माफी माग्नु पर्यो, उसलाई सहयोग गर्नु पर्यो, सरी भन्नु पर्यो होइन, सहानुभूति राख्नु पर्यो, जे हो गर्नु। त्यो सामान्य कुरा, घटना जोडबाट पनि हुन्छ, त्यो ठुलो कुरा भयो हो।
ओली प्रधानमन्त्रीले नै केही पनि भएको छैन भने सार्वजनिक रूपमा त्यसमा वक्तव्यबाजी गर्न पर्दैन नि त। देशको प्रधानमन्त्री त हामी सबैको होला नि त उहाँ त, होइन? एउटा आफ्नै बरु कारवाही गर्नु पर्यो आफ्ना नेता कार्यकर्ताले गल्ती गरेको छ। यो निरन्तर भयो। सामाजिक सञ्जालको विषय तपाईँहरूलाई थाहा छ, यो पनि राज्यले एकदम यहाँ पनि फस्यो कि। र यो मिडिया, म अलिकति यो पार्टीको मिडियासँग सम्बन्धित काम हेर्छु केन्द्रमा, होइन? त्यसले कस्तो देखिन्छ भने यो सबै यसमा पनि सरकारले गलत निर्णय गरे, यस्तो गलत निर्णय गरे त हामी आन्दोलनमै थियौँ कि, होइन? यो मिडियाहरू, यो अनलाइनहरू, पत्र पत्रिका दर्ता गर्ने, नवीकरण गर्ने, यो सबै प्रेस काउन्सिल छ, सिडिओबाट गर्न सुरु गरेका थियो, होइन? गृह मन्त्रालयबाट, जुन सबको विरोध थियो, सबैको विरोध थियो। एमालेका पत्रकारको पनि, माओवादीका पत्रकारको, काङ्ग्रेस सांसदको विरोध थियो। यसरी माउरीलाई त्यो ढुङ्गा हालेपछि के हुन्छ? त्यो त बिग्रिँदै गइरहेको थियो स्थिति। यसले एकैचोटि हामी चाहिँ के भयो भने मानिसहरूमा एक खालको आक्रोश त्यसले पैदा गर्यो र आन्दोलन भयो। विदेशीहरूको यसमा घुस पनि भएको छ। जेएनजीहरूको मुद्दा पनि ठिक हो, तिनीहरू हामीहरूकै दाजुभाइ केटाकेटीहरू हुन्, तर यसमा चाहिँ के गर्यो भने देशमा यस्तो भ्रष्टाचार छ, असहिष्णुता छ, अराजकता छ, विदेशीहरूले हाम्रो कमजोर पोइन्टमै खेल्ने हो। यसलाई म्यानेज त हामी नेताहरूले यहाँ गर्न पर्थ्यो नि। यसमा वैदेशिक हस्तक्षेप बढेर गएको छ। अब चाहिँ के गर्ने त, होइन? अब चाहिँ हामीले के गर्ने भन्ने कुरा छ कि खास गरी यता नेकपाको साइडबाट अब कसरी जाने भन्दाखेरि दुईटा कुरा हामीले अगाडि सार्न खोजेका छौँ, होइन? दुईटा कुरा। एउटा चाहिँ के गरौँ भने राज्यको पुनर्संरचना गरौँ, राज्यको पुनर्संरचना। त्यसका लागि संविधान पुनर्लेखन, संशोधन, जे कुरा मिलेको छ त्यताबाट अगाडि जानु पर्यो, होइन? संविधान बदलेरै पुनर्संरचना गर्ने हो, होइन? त्यसो गर्नलाई दुई तीनवटा कुराहरू। नेपाली सेना यसले कहिल्यै पनि न काङ्ग्रेसलाई न एमालेलाई कुनै पनि यसले निर्णायक बिन्दुमा कहिले साथ दिएको छ। रोल्पाको होलेरीमा छापामारहरूले पुलिसलाई एरेस्ट गरेर घेरा हालेर पुलिसलाई जिउँदै दिनभरि त्यो पक्रेर लिए। अनि गिरिजाबाबु सरकारले उसले सेना परिचालन गर्न खोज्यो। सेना रोल्पामा गयो पनि तर माओवादीसँग एउटा पनि फायर नहालेर फर्क्यो। आफ्नै पुलिस माओवादी विद्रोहीले पक्रेर लिइरहेको छ, सेना हेरेर बस्दै। अनि गिरिजाले राजीनामा, त्यसपछि यो सशस्त्र बनाएको हो। सेनालाई त चलाउन नसकिने रहेछ, त्यो भएर सशस्त्र बनाउनु पर्यो भनेर गिरिजाबाबुले, कुम्बार खड्का यिनीहरूले त्यसपछि यो सशस्त्र बनाएको हो। भनेको त्यो सेना त्यो बेला राजासँग मात्रै मान्थ्यो, दलको प्रधानमन्त्रीबाट पनि मान्थ्यो। संविधानले त प्रधानमन्त्रीले अधिकार दिएको हुन्छ। र अहिले ओलीसम्म आइपुग्दा पनि ओली गलत थियो होला, सरकार गलत थियो होला, तर जनताबाट निर्वाचित सरकार त हो नि। त्यसले आदेश दिँदा त सेनाले केही कुरा त गर्नु पर्दैन। बरु उसले के गर्यो भने प्रधानमन्त्रीलाई भगायो, होइन? त्यसले के देखाउँछ भने अब यस्तो सेनाले हुँदैन। यो देशको लागि, जनताको लागि अर्को सेना चाहिन्छ। कसरी बनाउने हो त्यो सल्लाहको विषय। सेना चाहिन्छ, यो देश जनताको सेना चाहिन्छ। देशलाई माया गर्ने, लोकतन्त्रलाई माया गर्ने, संविधानलाई माया गर्ने नयाँ राष्ट्रिय सेना चाहिन्छ। यो सेनासँग सबैको गम्भीर शङ्का भयो, होइन? यसलाई पुनर्संरचना गर्नु पर्यो। दोस्रो कुरा मैले यहाँलाई के अपिल गर्न चाहेँ भने यो कर्मचारीहरू छ नि, पार्टीहरू नेताहरू त अब माथि केन्द्रमा देखिने भयो, होइन? धेरैभन्दा धेरै भ्रष्टाचार त कर्मचारीहरूबाट भएको छ, होइन? त्यो भएको छ। र त्यहाँ पनि सबभन्दा धेरै भ्रष्टाचार चाहिँ नि न्यायपालिकामा धेरै छ कि, होइन? अब न्यायपालिकामा तपाईँले कति विचार गर्नु भएको छ? हाम्रो न्यायाधीशहरूको नियुक्ति गर्ने प्रक्रिया के छ भने यो उच्च अदालतको न्यायाधीशहरू बनाउँदाखेरि पार्टीले आफ्ना कार्यकर्ता भर्ती गर्छ। यहाँ हाम्रो पनि अछामकै पनि साथीहरू देश विभिन्न गइराख्नु भएको छ। अब पार्टी एकातिर हामीले स्वतन्त्र न्यायपालिका भनेका छौँ, अर्कोतिर पार्टीमा काम गरेका मान्छेलाई सिधै न्यायाधीश बनाउने प्रक्रियाले त्यो न्यायपालिका स्वतन्त्र हुन्छ कि यस्तो भयो। र यहाँ त कस्तो भयो भने जस्तो रविकै प्रकरणमा पनि तपाईँले हेर्नुभयो, रवि लामिछानेकै केसमा रवि लामिछाने ठाउँमै भ्रष्टाचार गरेकै छ, सहकारी ठगी गयो, यसमा केही समस्या छैन, उसका समस्या। तर धनराज गुरुङको पनि त कुरा समस्या उत्तिकै छ त। उसलाई सफाई दिने, कानुन नलाग्ने, एक दिन तारिख खानु पनि नआउनु पर्ने, अर्कोलाई मात्रै गर्दाखेरि त मापदण्ड त अलग अलग अवलम्बन गरियो नि। यो हरेक ठाउँमा यस्तो भयो कि गभर्नर बनाउनेमा, त्यो कुलपति बनाउनेमा, अब यहाँ स्थानीय तहमा पनि हजुरहरूको देशभरि एउटा दुईटालाई मात्रै नभनौँ, जसको मेयर उपमेयर छ अथवा प्रतिनिधि जनप्रतिनिधि छ त्यहाँको पिउनदेखि लिएर हाकिमसम्म उसको पार्टीको मात्रै हुने, अनि अर्को ठाउँमा अर्कोको मात्रै हुने। जनताको कसरी हुने त? जित्दा पो एउटा पार्टीबाट जितेर गएको हुन्छ मान्छे त, त्यहाँ त सार्वजनिक हो नि त, हामी सबैको हुन्छ नि। त्यो उसलाई हराउने भोटरहरूको पनि त्यो प्रतिनिधि हो कि। त्यस कारण हामीले डेमोक्रेसी कसरी अभ्यास गर्यौँ भन्दाखेरि यी धेरै चिजहरूमा हामी असफल हुँदै गयौँ र
अब हाम्रो विचार के छ भने कर्मचारी तन्त्रको पनि पुनर्संरचना गर्नु जरुरी छ, सेनाको पनि पुनर्संरचना गर्नुपर्छ, अड्डा अदालतको पनि पुनर्संरचना गर्नुपर्छ र नेपालको यो भूमि छ जग्गा जमिनहरू 7 सालदेखि चाहिँ कांग्रेसकै पालादेखि यो भूमि सुधारको नारा लाग्दै आएको छ। माओवादीले पनि यही नाराबाट हामीले चाहिँ किसानहरूलाई धेरै संगठित गर्यौं, आवाज उठायौं, तर नेपालमा क्रान्तिकारी भूमि सुधार त कार्यान्वयन भएको छैन हैन। त्यसकारण यी सबै चिजमा पुनर्संरचना राज्यको गरौं, त्यो भयो भने त्यसमा सुधार हुन थाल्छ। त्यसमा सुधार भयो भने जुन पार्टी भए जुन नेता भए पनि जनताले आश गर्छ नि, ए अब क्रमशः राम्रो हुनु पर्दैछ, विद्रोहतिर जाँदैन के, भ्रष्टाचारको कारबाही होस्, अर्को होस्, कारबाही होस्, कानून सबैतिर लागू होस्, त्यो भयो भने एउटा सुधारको परिस्थिति आउन सक्छ। यसलाई हामीले राज्यको पुनर्संरचनाको लागि जाउँ भन्दैछ। अब त्यसका लागि के गर्ने त हैन, त्यसका लागि के गर्ने त भन्दाखेरि कम्युनिस्ट पार्टीहरूमा यहाँ मान्छेहरूलाई जस्तो हामीलाई के आरोप लागेको थियो भने सुरुमा प्रधानमन्त्री ओली विप्लवले 3 बुँदे सहमति चाहिँ ओलीसँग 3 बुँदे सहमति गरेर यो वार्ता गरेर खुला भएर आउनु विप्लव कमरेडहरू अथवा हाम्रो पार्टी त्यसरी आएपछि मान्छेले के भन्यो भने विप्लव त अब एमालेसँग ओलीसँग एकता गर्ने हिसाबले भित्र सुधार गरेर आएको छ। हामीलाई नयाँ ठाउँ ठाउँबाट यो प्रश्नहरू आयो। अहिले हामीलाई के भनेको छ भने विप्लव र प्रचण्डहरू मिल्छन् भन्ने टाइपको मात्रै कुरा छ कि र हाम्रो एउटा प्रस्ताव के छ भने यसले हुँदैन हैन। नेपालका सबै कम्युनिस्टहरूलाई नयाँ परिस्थितिमा पुनर्गठन गर्नुपर्छ, ध्रुवीकरण गर्नुपर्छ। सिङ्गो कम्युनिस्ट आन्दोलन अब पुरानो ढङ्गले चल्दैन। जनताको बहुदलीय जनवाद र मदन भण्डारी अनि 11 हाम्रो 9 महिने शासनको मात्रै कुरा गरेर अब एमालेलाई कसरी भन्छ मान्छे, त्यो त गइसक्यो, त्यो कोर्स गइसक्यो, त्यसले हुन्न। अहिले त नयाँ नयाँ कुराहरू आइरहेको छ नि, टेक्नोलोजी नयाँ आएको छ, विषयवस्तुहरू नयाँ आएको छ। माओवादीले पुरानै ढङ्गले माओवादीको पनि चल्दैन र विप्लववादीहरूले पनि अब हामी चाहिँ नि बाहिर मात्रै बस्छौँ अथवा हैन, पुरानै ढङ्गले क्रान्तिको एउटा मात्रै बाटो छ, क्रान्तिमा चाहिँ नि एक मात्रै विकल्प, एउटा मात्रै तरिका हुन्छ क्रान्तिको भनेर विप्लवले वैद्यले पनि उसरी मात्रै सोच्नुभयो भने त्यसले पनि अगाडि समयको मागअनुसार नेतृत्व गर्न सक्दैन। त्यसकारण हाम्रो कुरा के छ भने अब समाजवादको एजेन्डा मुख्य बनाऊ। त्यो संविधानमा समाजवाद भन्ने शब्द आइसकेपछि सबै पार्टीका घोषणा पत्रमा त्यो हामी सबैले समाजवाद चाहिन्छ भनेकै छौँ। कांग्रेसले पनि समाजवादबाट आत्तिनु पर्दैन, बीपीको त झन् समाजवाद नारै थियो नि हैन। त्यसकारणले गर्दाखेरि हाम्रो कुरा के छ, समाजवाद अब तपाईँ हामी सबैको मुद्दा भइसक्यो। त्यो एकीकृत समाजवादी भनेर चाहिँ यस्तो पार्टी नै छ, नामै छ उसको हैन। त्यसकारण हामी सबैको मुद्दा समाजवाद हो। बरु हाम्रो समस्या के छ भने त्यो समाजवाद लागू कसरी गर्ने, कहाँबाट गर्ने र त्यसको मोडेल के हो त हैन। यो मोडेलको बारेमा हाम्रा फरक फरक विचारहरू छ। त्यसलाई कसैले नौलो जनवाद पनि भन्छौँ, कसैले समाजवाद भन्छौँ, कसैले नेपाली विशेषताको समाज, यस्ता फरक फरक विश्लेषणहरू छन्। र त्यो समाजवादले के गर्नु पर्यो भने शिक्षा र स्वास्थ्यलाई सबभन्दा सुरुमै जनताको नियन्त्रणमा ल्याउनु पर्यो। अहिले कलेज पढ्ने, डाक्टर इन्जिनियर पढ्ने, उच्च शिक्षा पढ्ने भन्ने कुरा यस्तो गाह्रो भएको छ, सबै किनबेच छ, पैसाको मात्रै कारोबार छ। एकातिर संविधानले शिक्षालाई, आधारभूत शिक्षालाई संवैधानिक रूपमा ग्यारेन्टी गरिदिएको छ, मौलिक अधिकार भनिदिएको छ। अर्कोतिर चाहिँ के भयो भन्दाखेरि तपाईँको किनबेच भयो। हस्पिटलमा तपाईँले हेर्नुभयो सबै प्राइभेट अस्पतालहरू छन्, राम्रो अस्पताल, राम्रो उपचार हुने सबै व्यक्तिको निजी छ। राज्यको अस्पतालमा त गएको छैन कोही पनि त्यहाँ हैन। म एउटा अपरेसनका लागि गएँ, 9 महिनापछि 8 महिनापछि आउँछ अपरेसनको पालो पाउनु भएको। त्यो त जनताको नियम त मान्छे मरिसक्छ त्यति बेलासम्म। अनि त्यो स्वास्थ्यले, राज्यले दिने स्वास्थ्य सेवाले त हामीले बचाउनु पर्यो नि त हैन। त्यसकारण त्यो त्यस्तो किन भयो भने शिक्षा र स्वास्थ्यमा प्राइभेटाइजेसन भयो, माफियाकरण भयो, व्यक्तिको कब्जामा गएको त्यो सिस्टम। र मलाई लाग्छ अस्ति यो शिक्षकहरूको जो आन्दोलन भएको थियो, त्यो आन्दोलनमा चाहिँ शिक्षा ऐन आउनु पर्थ्यो नि त, आएन नि। बरु त्यो शिक्षा मन्त्री नै बलिको बोको बनाइएको। त्यो एकजना उताको मन्त्री हुनुहुन्थ्यो हैन, त्यो रविन्द्र अधिकारीको श्रीमती, उहाँ मन्त्री हुनुहुन्थ्यो, उहाँ हट्नुभयो। त्यस्तो किन भयो भने पार्टीका नेताहरूका धेरैको प्राइभेट स्कुल कलेजहरू छ, अथवा उनीहरूलाई चन्दा दिने, पार्टी टिकाउने सबै कामहरू त्यस्ता निजी सेक्टरले गरेर पार्टी जोगाएका छन् कि अब ओलीलाई गाह्रो भयो। तिनको चाहिँ प्राइभेट सेक्टरलाई कमजोर पारेर अर्कोतिर जाने हो, त्यो पनि गाह्रो भयो। यो सङ्कटमा चाहिँ यसरी बढेर जानेछ। त्यसकारणले हामीले अहिले ठोसमा भन्दाखेरि समाजवादको कार्यक्रमबाट हामी अगाडि जाउँ भन्ने कुरा मैले तेस्रो कुरा राख्न चाहे। चौथो कुरा अब यहाँ चाहिँ जस्तो अहिले मैले आज बिहान हिजो अस्तिदेखि विनायक मनोज यसो भेटघाट मान्छेहरूसँग चिया